ये है मेन मंदिर, मनोकामना मंदिर है ये। दायाँबाट जहिले पनि दायाँबाट हिँड्नुपर्छ। जिस भी मंदिर में जाओ आप दाएं से घूमो। देखो गाइज, जय हो जय हो जय हो। ये हमारे यहाँ के पुजारी जी हैं। नमस्कार पुजारी जी। नमस्कार। ये माता का मनोकामना, हाँ जी, उत्पत्ति स्थल सती देवी माता का मस्तिष्क का आकृति। जल ले आए फिर की खाओ ले आ दिए बेटा थोड़ा हरे हुन्छ हुन्छ। माताको मस्तिष्क हो। यता चाहिँ मस्तिष्क हो? मस्तिष्क यो सबै तलको अच्छा, तलको रूप मस्तिष्क हेर्नु। हजुर। हाम्रो मस्तिष्कको स्वरूप देखिन्छ। और ये मस्तिष्क है सर सबका? हाँ। चैनपुरमा आँखा सिद्धकाली, अच्छा, गुहेश्वरी गुहा जस्तै यो मस्तिष्क। यहाँ सुन्नुहोस् है, यहाँ पक्नु पक्नुहोस् 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 पक्नुहोस्। यो मस्तिष्कको आकृति तलको लिएर होइन। हजुर हजुर। र मस्तिष्कको साथमा चाहिँ चराचर जगतको स्वयं परिकल्पना। यहाँ चाहिँ के माताको हात छ नि, यहाँ त यो जय माता का। देखो माता जी का हाथ है ये। उहाँ झन्डा चन्द्र सूर्य अङ्क झन्डा हेर्नु त। हाम्रो राष्ट्र झन्डा पनि चन्द्र सूर्य, यहाँ पनि चन्द्र सूर्य हेर्नुहोस्। ओ चन्द्र त्रिभुज जस्तोमा गोलो छाप चन्द्र अर्ध चन्द्रमा छँदैछन् होइन। माथि शङ्ख, माथि त्रिशूल होइन। माताका पाउ, शिवजीका छोरी मान्छे छोरा मान्छे खुट्टा हेर्नु त, फरक छ नि खुट्टा हेर्नु त। छोरा मान्छे छोरी मान्छेको जस्तोको तस्तै उहाँ हेर्नुहोस् माथि। माताका पाउ, शिवजीका पाउ, अर्धनारीश्वरले हेर्नुहोस्। धनुष बाण, गदा दण्ड, ज्वालामुखी बाण, शनि काग हेर्नु। शनि राहु केतु भन्नु छ नि, शनि राहु केतु होइन। काग यतापट्टि गौ माता, गाईको स्वरूप, हाँसको स्वरूप सरस्वती माता। र उहाँ माथि डल्फिन हेर्नुहोस्। यतापट्टि यता आउनु त, उहाँ डल्फिन हेर्नुहोस्। उहाँ मान्छेको साथी हेर्दै उहाँ माथि अझ पछाडिबाट ऊ त माथि कुन चाहिँ? ऊ त माथि माछा ए माथि हो डल्फिन माता। ल ओ माथिको माथि यतापट्टि ऊपर का ऊपर वाला सरस्वती माता। ये सरस्वती माता देखो गाइस। उहाँ नन्दीश्वर महाराज, उहाँ नन्दीश्वर महाराज देखो। ऊ त खा देखो 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 ये है नन्दीश्वर। ये। नन्दीश्वर। अब यतापट्टि यो खाल्टो भन्ने शिवलिङ्ग, इटरीमा कचना महादेव होइन। यहाँबाट बगाएर लागेको शिवलिङ्ग, यो खाल्टोको आकृति शिवलिङ्ग होइन। हजुर हजुर। यतापट्टि गणेश भगवान, उतापट्टि गणेश भगवान हुन्छ। गणेश भगवान यसरी, गणेश भगवान नाकको सयमा दुईटा हातले स्वागत गरे ढोका। जय हो गणेश। यतापट्टि दुईटा आँखा हेर्नुहोस्, दुईटा आँखा, नाक मुख अनुहारको स्वरूप होइन। ब्रह्माजीको स्वरूप। यता हेर्नुहोस् है, आउनुहोस् है, यता आउनुहोस्, यता आउनुहोस् 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 अहिले आउनुहोस्। पछि पूजा गर्नु। पछि पूजा गर्नु पहिला सबै महत्त्व बुझौँ। यता हात्तीको आँखा हेर्नु। हात्तीको आँखा सुनले छेकेर पाँचजना शङ्ख हेर्नुहोस्, शङ्खको द्वार हजुर। यतापट्टि हात्तीको आँखा सुँड घुमेको हेर्नुहोस् होइन। यतापट्टि सिङ्गाको टाउको हेर्नुहोस्। सिङ्गाको टाउ यहाँ हेर्नु, यहाँ सिङ्गाको टाउको यहीँ अगाडि जस्तो पख पख एकछिन यहाँ आऊ, यता 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 आऊ, बुनिहरू यता आऊ। यतापट्टि सिंह, हनुमानको गदा हेर्नु। हनुमानले गदा, हनुमान पर्वत बोकेर उड्नु भएको हेर्नुहोस्। हनुमान उडेको हो। माताको खड्ग तरबार, राधा कृष्ण भगवान उहाँ हेर्नु। राधा कृष्ण भगवान, माता गौ माता मयूर, सीताराम भगवान होइन। गाईको पाइला हेर्नु, गाईको पाइला है। हात्तीको सुँड होइन। घोडा सूर्यदेव भगवानको। माताको मेरुदण्ड यही हेर्नुहोस्, मेरुदण्ड है। अनुहार त्यहाँ, मेरुदण्ड यहाँ, हात उता हेर्नुहोस्। ल चारै दिशा अङ्ग छन् माताका। यी प्राकृतिक शिला है। फेरि यतापट्टि हात्तीको दारा हेर्नु, दारा कान। ये प्रकृति की प्राकृतिक शिला, प्राकृतिक शिला है जी। ये सब पृथ्वी का प्रतिबिंब, प्रतिबिंब है ये जी। अब ये बनाया हुआ नहीं है, ये नीचे से ये उत्पन्न हुआ था। यतापट्टि यो पृथ्वीलाई नागले बेरेको भन्छ नि, हो वही सत्य है। नागले बेरेको आकृति वरिपरि पेटी छ, वरिपरि र यहाँ चाहिँ मुक्त है। यो चाहिँ गुफा होइन, गुफा यहीँको रूप चाहिँ माथि, माथिको रूप चाहिँ माथि लागेको। यहाँको रूप चाहिँ माथि। हजुर हजुर हजुर। माथि गरुड विष्णु भएको कछुवा माथि त्यहाँदेखि त्यसमा कछुवा समुद्र मन्थनको कुरा आयो। यतापट्टि कार्तिकेय कुमारी, जल चढावाङहरू यो अर्धमयलको रूप। यतापट्टि कछुवा, माता लक्ष्मी, माताको पैतालाको छाप, सानो बसा होइन। उहाँ बसा, नाग नागिन यक्ष गन्धर्व किन्नेर, गोही जलदेवीको वाहन, ओम ब्रह्मा विष्णु महेश्वर, गरुड विष्णु भगवानको वाहन, आकाश मुनि शेषनाग, वासुकी नाग हेर्नु त। आकाश मुनि जलमा बस्ने होइन। पृथ्वीमा कति किसिमका जीवात्मा छन्, ती सबै किसिमका जीवात्मालाई चाहिँ एउटै शिलामा धारण भएको छ। देवदेव यो यसलाई पृथ्वीको नक्सा, मानव सभ्यताको आराधनाको केन्द्र पनि मान्न सकिन्छ।
र यतापट्टि वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना जमुनाका टुटा अवशेष माताको खुँडा यतापट्टि हात्तीको स्वरूप यतापट्टि मुसा गणेश भगवानको वाहन यतापट्टि भगवानको बरा अवतार हेर्नु बरा माथि बराह सुचो परेको बराह सुँगुरको जस्तै रूप धारण बराह कुर्म नरसिंह होइन ल यतापट्टि शिवजीको स्वरूप है र यतापट्टि हेर्नु त यतापट्टि यहाँ हात्तीको सेप हात्ती त यहाँ धेरै थरीका हात्तीका रूप छन् है अनेकतामा एकता भन्ने हाम्रो राष्ट्रियताको भावना जोडिएको मनोकामना माताको छत्रशिला जहाँ चाहिँ अनेक जाति अनेक धर्म अनेक संस्कार संस्कृति भएर हामी केवल एउटै हौँ भनेर एउटा हाम्रो राष्ट्रियताको भावना छ त्यो भावना यहाँ जोडिएको छ त्यसले गर्दाखेरि यो राष्ट्रको शक्ति हो यहाँबाट हामीले एउटा मानव आज हिंसामा जलिरहेको छ तेरो जाति मेरो जाति धर्म कालो वर्ण बाहिरी रूपसँग मान्छे लडिरहेको छ त्यसले गर्दाखेरि यो एउटा मानवीय सभ्यतालाई जागृति गर्नको लागि हाम्रो हिन्दू धर्म संस्कार जागृति गर्दै विश्वलाई चाहिँ मानवता भातृता एकता भाइचारा एकता जगाई विश्वलाई चाहिँ सत्मार्गको सन्देश दिन सक्ने आधार स्तम्भ पनि हामीले मनोकामना जय हो मनोकामना देवी की जय हो जय मनोकामना जय मनोकामना अब यहाँ आउनु देखो गाइज अब यहाँ पूजा पाठ हुन्छ पूजा पाठ देखेंगे पूजा पाठ कर रहे हैं पंडित जी सबकी अब मस्तक पर टीका लगाएंगे त्यस्तो केही छैन गाइज अब यहाँ से दूसरा मंदिर ऊपर है ये पंडित जी अब पूजा पाठ करवा रहे हैं इसके बाद ऊपर मंदिर है एक उसके बाद जाएंगे थोड़ी देर वेट करते हैं गाइज थोड़ी देर 5 मिनट का गैप ले रहे हो गाइज